सर्वशक्तिमान परमेश्वर पिता म हजुरलाई करोडौं धन्यवाद गर्छु येशू मसीहको नाममा। यसैको धन्यवाद नेपाल परमेश्वरले हजुरमा र शान्तिको नेपाल के प्रमुख जो हुनुहुन्छ प्रवीण सहजुर प्रमुख सन्तोष नामको समस्त परिवारलाई आफ्नो दिदी सम्मान गर्न चाहन्छु। यसैको धन्यवाद नेपालको संसारको ठाउँमा परमेश्वरको महिमा चलाइरहने अग्रजत्व लिडर गार्फेलीले सकियो रोक्ने दुईटै गरी परिवारलाई आफ्नो दिदी सम्मान गर्न चाहन्छु। एकदम भव्य सबै चलाइरहनु नि म्याडमले नै आफ्नो दिदी सम्मान गर्न चाहन्छु। परमेश्वरको महिमा गर्नुपर्छ एकदम खडिरहने लिडर सरज्यू म्याडमले आफ्नो दिदी सम्मान गर्न चाहन्छु। धन्यवाद दिन चाहन्छु। परमेश्वरको जुन वचन सुन्नुपर्छ गवाई सुन्नुपर्छ भनेर पाल्ने सबै ईश्वरको पवित्र चरणमा आफ्नो दिदी सम्मान गर्न चाहन्छु। र आज एकदम खुसी लागिरहेको छ किनकि हाम्रो जुन लिडरहरू एकदमै होइन हाम्रो जुन विष्णु सर सरस्वती म्याम रूपा म्याम उहाँहरू यस स्टेजमा देख्दा म एकदमै पुष्प म्याडम होइन उहाँहरू स्टेजमा देख्दा एकदम खुसी लागिरहेछ किनकि हिजोको दिन हिजो अस्ति हामी एकदम सोचिरहेको थियो सायद हाम्रै मायामाले दिनुभयो कि जस्तो लागिरहेको थियो होइन तर सोचिरहेको थियो आउनुहुन्छ उहाँहरू किनकि उहाँहरूलाई त्यतिखेर वेलकम छ किनकि उहाँले धेरै दुःख गर्नुपर्छ पसिना छोएर यो भवनको लागि निम्ति कति दुःख गर्नुभएको छ होइन त्यसैले त्यतिकै छोडेर जानुहुन्न जस्तो लाग्छ आज पाल्नु भएको छ उहाँहरूलाई फेरि स्वागत छ। परमेश्वरले त्यतिकै भन्नुभएको छ भजनमा पनि होइन हँसाउने नाचाउने परमेश्वरलाई हो हँसाउने नाचाउने परमेश्वरलाई हो बाँकी भएको जीवन पनि परमेश्वरलाई हो बाँकी भएको जीवन पनि परमेश्वरलाई हो क्या दाजु आज यहाँ देशे पनि यता बाँकी भएको जीवन चाहिँ परमेश्वरलाई सुनिदिउँ के होइन यो बाँकी पनि के सांसारिक हामीले संसारको पछि लाग्ने होइन सांसारिकलाई बुझाउने होइन तपाईँहरूले बाँकी जीवन चाहिँ के गरेर अब परमेश्वरलाई सुनिदिनुहोस् ढुक्कले परमेश्वरसँग वचन सुनेर उत्साहित हुनुहोस् गवाई सुनेर उत्साहित हुनुहोस्। यो ख्याल ठक्करको महिमा होइन किनकि तपाईँ सोध्नुहुन्छ यस्तो वचन यस्तो गवाई त्यो होइन यो परमेश्वरले फेरि दिएको वचनहरू गवाईहरू हो। जस्तै हाम्रो जुन हिजो मात्रै भनौँ अस्ति हाम्रो सोमबारको जुन गवाई आज दुईजना म्याम हाम्रो जुन विवाह छ र सुब्बा म्यामले आदि थोरै थोरै गवाई सेयर गर्नुभएको छ कि गीत राउत म्याडमको उहाँहरूको गवाईबाट के बुझ्नु भएको छ हजुरले के कुरामा चाहिँ तपाईँहरूले बुझ्नुभयो त जस्तै उहाँलाई ज्योतिषीहरूले के गरेको थियो त 45 वर्षमा ठ्याक्कै मर्छ भनेर चिन्न लागिरहेको थियो त्यतिखेर ठ्याक्कै माइकल छोरा पुगेको त्यो जुन पुसको महिनाको जुन गवाई रहेछ होइन उहाँ ठ्याक्कै 45 वर्ष पुगेको त्यतिखेर त शैतानले पनि हात हालेको हेर्नुहोस् त तर उहाँ ईश्वरको सन्तान भएको 7 वर्ष चल्नु भइसकेको रहेछ होइन जब परमेश्वरको जुन महिमामा जुत्दा त्यतिखेर चिन्नु लागेको मान्छेले चाहिँ 45 वर्ष मर्छ भनेर उहाँले के सोचेको थियो म परमेश्वर सन्तान भइसक्यो म मर्दैन अब भन्ने मन बनाउनु पऱ्यो गर्दै गर्दै शैतानसँग लड्ने शक्ति सामर्थ्य कसले दिनुभयो त परमेश्वर। अब उहाँले सोच्यो अब म बाँच्छु किनकि शैतानी आत्माले त मलाई 45 वर्षमा मेरो अब म मर्छु भनेर चाहिँ चिना लागेको भने अब म मर्दैन भनेर उहाँले के त ठुक्कले परमेश्वरसँग एकदम कनेक्ट भएर जतिखेर जहाँ हिँडे पनि होइन शैतानले त बसबाट नि जताबाट नि लगर्दै के त उहाँलाई नष्ट पार्नु खोजिरहेको थियो ठ्याक्कै 45 वर्ष पुगेको त्यो उहाँको जुन शैतानले हात पनि हालेको होइन त्यतिखेर परमेश्वरको योजनाबाट परमेश्वरको जुन सन्तान भइसकेको थियो उहाँ ठुक्कले होइन परमेश्वरसँग कनेक्ट भयो त्यो शैतान के हो त नष्ट बनाइदिनु भयो। र अब म धेरै नबोलिकन अहिले सुकुमाले दिनुभएको वचन थोरै जुन बाँकी छ त्यो जुन वचन म थोरै गरेर त्यसपछि हाम्रो पिताजीसँग बोल्ने कोसिस गरेको छु हामी सम्पूर्ण एकदम होइन। यदि तपाईँहरूमा शास्त्र पढ्न सक्नुहुन्छ भने 17को 14बाट सुरु हुन्छ त्यो जुन सुमाले दिइसक्नु भएको छ जस्तै
मकान ल्याऊ होइन। त्यसपछि भन्नुभएको छ 18बाट सुरु गरौँ। येशूले त्यसलाई हकार्नु भयो। कसलाई हकार्नु भयो त? शैतान आत्मालाई हकारिदिनु भयो। जब हकार्यो के भयो त? त्यो शैतान आत्मा भूत आत्मा नष्ट भयो। यसमा चाहिँ पिता हजुरलाई धन्यवाद गर्छु। किनकि चेलाहरूसँग लगे जस्तै हाम्रो लिडरहरूसँग ल्याउनु भयो जुन बिरामी उहाँले जुन हाम्रो चेलाहरू जस्तै हाम्रो लिडर म्याडमहरूले सँगाइदिनु जस्तै त्यहाँको जुन चेलाहरूले सँगाउँदाखेरि निगो भएन। त्यसपछि के गर्ने त? कसरी निगो भएन हामीले गर्दा किन भएन भनेर प्रश्न उठाउन थाल्यो। त्यहाँ लिडर मात्रै बसेर नि के त प्रश्न उठाउन थाल्यो। त्यसपछि हाम्रो जुन गुरु येशूले भन्नुभयो तिमी आत्मविश्वासी हो भन्नुभयो होइन। हे आत्मविश्वासी र भ्रष्ट पुस्त कहिलेसम्म म तिमीहरूको साथमा रहने छु भनेर आफ्नो लिडरहरूलाई गाली गर्यो। गाली त होइन वचन दिनुभयो होइन। त्यो वचन उहाँले के त ओ राम्रो लाग्यो भनेर गुरु येशूको जुन वचन चेलाहरू पनि आनन्दले सुन्नुभयो कि सुनेपछि के भयो त? त्यो जुन यसरी पो चलाउनु पर्नेछ यसरी पो गर्नु पर्नेछ त्यतिखेर उहाँहरूले नि जान्नुभयो। यसरी चाहिँ पिता हजुरलाई धन्यवाद गर्छु। तिमीहरूको साथमा रहनेछु कहिलेसम्म? कहिले मैले तिमीहरूलाई सहनु कतिसम्म म सहनु त्यसलाई यहाँ मकान ल्याऊ भनेर के एकदम जोसोले गुरु येशूले चेलाहरूलाई त्यो जुन बिरामीलाई ल्याउन लाग्यो। के पो त? येशूले त्यसलाई हकार्नुभयो। भूतहरू त्यसबाट निस्केर गइहाल्यो र त्यो केटो त्यो तुरुन्तै के भयो त? निको भयो। यसरी पिता हजुरलाई धन्यवाद गर्छु। येशूको नाममा उहाँले तिमीहरूलाई भन्नुभयो फेरि तिमीहरूको आत्मविश्वासको कारण हो। एउटा विश्वास हुन्छ कि हुँदैन हामीले गरेर सङ्घार हो। तपाईँहरूले नि त्यस्तो नसोच्नु होला। तपाईँको जस्तै हाम्रो आमाले अघि दबाई दिनुभएको थियो। मेरो बुहारी होइन बुहारीकै छोरी भन्नुभयो बिरामी त्यस्तो दुख्छ दुखेको के दुखेको भन्नुभएको थियो होइन। जब उहाँले एउटा आत्मविश्वासले चङ्गाइदिनु भयो पहिला त भएको थियो यो फेरि हुन्छ हुँदैन भने उहाँले फेरि चङ्गाएर आउनु भएको छ। अघि जुन उहाँले दबाई दिँदाखेरि म फर्केर जाँदा ठिक भयो भन्ने सुन्नुपर्छ भनेर उहाँले के त दबाई दिनुभएको थियो र ठिक पनि भइसकेको छ। उहाँले त्यो सुसमाचार पनि पाउनुहुनेछ। यसरी चाहिँ पिता हजुरलाई त्यसमा हामी विश्वास गर्नुहोस् आत्मविश्वास गर्नुहोस्। हुन्छ कि हुँदैन भन्ने मन दुखार नपार्नुहोस्। किनकि अब मैले गर्दा हुँदैन होला भन्ने मन गरेपछि हुँदैन। हुन्छ मैले चलाउँदा नि हुन्छ त्यो सानो बच्चाले चलाउँदा नि ठिक हुन्छ भन्ने मन गर्नुहोस्। त्यतिखेर तपाईँ निको भइसकेको हुन्छ। तिमीहरूको आत्मविश्वासको कारण हो। साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा राईको दाना जति विश्वास भएदेखि यस डाँडाले पनि यहाँबाट हटिजा भने त्यो हटी जानेछ भन्नुपर्छ। डाँडा जस्तै पहाड जस्तै थिचेर बसे पनि शैतान आत्माले हामीलाई थिचिरहेको छ भने नि जस्तै भित्रलाई पहाडले थिचे जस्तै समस्या पर्यो। किनकि उहाँलाई हिँड्दा लडपड आफै लड्यो होइन। त्यस्तो पहाडले थिचे जस्तो उहाँलाई समस्या आएको थियो। तर उहाँले के त मन कमजोरी गर्नु भएन। पिता 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 मात्रै भन्नुभयो। तर उहाँले के त मनदेखि खोलेर उहाँले त येशू मसीहको नाममा तुरन्त हटिजा भन्न सकेन। किनकि आत्तिर उहाँले के त लटोरे बस्यो। तर परमेश्वरको योजनाबाट पुग्नुलाई के त स्वर्गदूत खडा गरिदिनु भयो। उहाँलाई जुरुटो उठाएर हिँड्न सक्ने योग्य कसले बनाइदिनु भयो त? पिता परमेश्वर। त्यही भएर हाम्रो यो महिमा एकदम सजिलो छ। त्यति गाह्रो छैन कि हजुरलाई गाह्रो छ कि हजुर? एकदम सजिलो छ। एउटै घरको आफ्नै सबै परिवार एउटै घरको एकजना मात्रै दुईजना मात्रै होइन के त ढुक्कले ल मलाई चङ्गाइदिनु है भन्नु पाए हो के नि त? एउटै घरमा दुईजना मात्रै भयो नि परमेश्वरको योजनाबाट महिमा जोडिरहेको भए होइन। ल तपाईँले चङ्गाइदिनु ठिक हुन्छ म भन्ने म तपाईँले विश्वास गरेर भने जस्तै आत्मविश्वासै नगर्नुहोस्। हुन्छ कि हुँदैन भने मन चाहिँ नगर्नुहोस्। विश्वासमा उहाँले चङ्गाइदिनु ठिक हुन्छ भनेर मन गर्नुहोस् त त्यतिखेर परमेश्वरले कार्य गरिसक्नु। जस्तै पहाड जस्तो समस्यालाई पनि हटिजानेछ भन्नुभएको छ। जुन वचनद्वारा हामीले होइन राईको दाना एउटा राईको दाना कस्तो हुन्छ त? सबभन्दा सानो हुन्छ होइन। त्यति पनि तपाईँले विश्वास गर्नुहोस् त त्यतिखेर परमेश्वरले कार्य गर्नु हुने रहेछ। त तपाईँले चाहिँ विश्वास छैन
हुन्छ कि हुँदैन हुँदैन होला अब उहाँलाई नै चलाउनु आउनुपर्छ भन्ने मन हुन्छ नि त हाम्रो डिगरले गर्दा नि हुन्छ कामले गर्दा नि हुन्छ त्यो सोच्नु कि सबैलाई बराबर परमेश्वरले के दिनुभएको छ त शक्ति र सामर्थ हातमा दिनुभएको छ छ र तिनीहरूको निम्ति केही असम्भव हुने छैन भन्नुभएको छ परमेश्वरमा असम्भव भनेको केही पनि होइन हामीले सोच्छ हुँदैन होला भन्ने असम्भव चिजहरू सम्भव परमेश्वरले गर्नुहुन्छ हे परमेश्वर पिता हजुरलाई धन्यवाद गर्छु हे मसीहको नाममा तपाईँ यस किसिमको भूल चाहिँ प्रार्थना उसबाट चाहिँ सभा बिना के अरे निक्लिँदैन भन्नुभएको छ जस्तै हाम्रो प्रार्थनाले मात्रै हुँदैन भन्नुभएको छ होइन किनकि हामीले गर्नु पर्यो वचन खेलाउनु पर्यो अन्य भाषा गर्नु पर्यो यसबाट अब अन्य भाषा आउँदैछ यस मान्छे पिता हजुरलाई धन्यवाद गर्छु त्यस्तो किसिमको भूललाई चाहिँ हामीले के त अन्य भाषा र यो जुन कथाहरू वचनहरू खेल्दैछन् अन्य भाषा गर्दा तपाईँहरू शतकलाई मात्रै होइन फलाना यस्तो भाषा यस्तो गवाई ठ्याक्कै गवाएर हुन्छ त्यो गवाई खेलाउनुहोस् होइन वचनहरू खेलाउनुहोस् परमेश्वरले भन्नुभएको छ डाँडा जस्तो पनि एउटा विश्वास गर्यो भने डाँडा पनि हड्डी जाने छ भने जस्तै त्यो जुन हामीले पनि विश्वास त्यसरी नै मनमा खेलाउनुहोस् कि अन्य भाषा गर्दाखेरि तपाईँको के समस्या छ त्यो समस्यालाई समाधान गर्ने होला पिता परमेश्वर हाम्रो साथमा छ र भन्दै परमेश्वरको वचन यति नै गरौँ अब हाम्रो पिता आदिसँग बोलौँ सबैजना एकदम आफ्नो स्थानमा रहेर जति पनि मेरो मुखलाई इस्तेमाल गरेर बोलेको जुन मसँगै हजुरमा बोल्दैछु हजुरले म सँगसँगै बोलिदिनु होला यसमा चाहिँ पिता हजुरलाई गरौँ धन्यवाद गर्छु यसो मसीहको नाममा सबैजना आफ्नो स्थानमा रहनुहोला परमेश्वरसँग एकदम खडित हुनुहोला बाहिरी आँखा बन्द गरेर भित्री आँखा खोलेर परमेश्वरसँग अन्य भाषामा कुराकानी परमेश्वर पिता हजुरलाई म धन्यवाद गर्छु येशू मसीहको नाममा आज म हजुरसँग डाइरेक्ट अन्य भाषामा बोल्दैछु पिता हजुरले अन्य भाषाको शब्द उच्चारण गरिदिनुहोस् पिता गरिसक्नुभयो धन्यवाद गर्छु येशू मसीहको नाम सबैले बोल्नुहोस् अनि सबैले बोल्नुहोस् आफ्नो हिसाबले अन्य भाषामा बोल्नु होला ठुलो स्वरले सबैजना एकदम आवाज निकाल्नु होला सबैजनाले घुममा नहुनु होला महान संस्थान में समस्या समाधान करने वाली अन्य भाषा धन्यवाद संपूर्ण आत्मा
सबैले बोल्नुहोस् र अन्य भाषाद्वारा पदको घरमा सुखका शान्ति समृद्धि सही भन्दै महादेवबाट उदय पनि चाहन्छु। हस्त नमस्ते।